एन्जिला फिल्मको नाफाबाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको घर बनाइने भएको छ। एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र एन्जिलाबाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माताले बताएका छन्। कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका श्रेष्ठले एन्जिलाको आफ्नै घर अभियान सञ्चालन गरेका छन्। उनले भनेका छन्, यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा एन्जिलाको घर निर्माणमा लगाउनेछौं। नेपालमा प्रदर्शन बापत आउने रकम र त्यसअगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वास छ। च्याम्पियन बनेको छ। इलामको 3 घरेबाट सुरु भएको सपना यो प्रतियोगिताको बेस्ट गोलकिपर एन्जिला तुम्बापो सुब्बा। तँलाई जन्मेदेखि अहिलेसम्म टाढा राखेको छु र तँ आज आफ्नो कर्म खोज्न जाँदैछस्, त्यही पनि लुकेर। तर मलाई विश्वास छ तँ फर्केर आउँदा तेरो पछि हुल लाग्नेछ। म छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्न सकौँ कि मेरो छोरी आउँदैछ।